हेलो नमस्ते साथीहरू। आज चाहिँ यो सानो हात्ती वन आज 17 गते भोलि हाम्रो उधौली पूजा भन्नाले भोलि चाहिँ हाम्रो चासोकको चाहिँ पूजा हुनेछ। त्यसले गर्दा आज चाहिँ यता भिजे आएको छु भोलिको लागि के रहेछ भनेर हैन। आज चाहिँ सफा रहेछ, यो सफा भएको छ यो ठाउँमा। यो चाहिँ म चाहिँ अहिले तल्लो साकेला भेकमा जाँदैछु। भोलि 18 गते 8 बजेबाट सुरु हुनेछ। भोलि चाहिँ बिहिबार है, मङ्सिरको 18 गते हुन गइरहेको चासोक पाम्नु र भोलिको लागि यहाँ तम तयार गर्नुभएको छ। यहाँ धुमधामसँग मनाउने भनेर चाहिँ पुरा सजावट भएको छ। स्टल नम्बर 9 देखि 1 देखि 9 सम्म रहेछ यहाँ है, तयारी भएको छ। भोलि उधौलीको अवसरमा हाम्रो चाहिँ यहाँ पुरा तयार छ है त साथी हो। र यहाँ चाहिँ यस्तो छ, यता भोलिको लागि तयार हुँदैछ। हाम्रो स्टल राख्ने तम तयारी हजुर? ए कहाँबाट हजुर चाहिँ 5 थरबाट? ए सरसफाइ हुँदैछ। यहाँ चाहिँ भव्यसँग चाहिँ हुने छ। त्यसैले गर्दाखेरि यहाँको दृश्यहरू तपाईँलाई देखाउन गइरहेको छु। यहाँले भोलि मङ्सिर 18 गते बिहिबारको दिन धुमधामसँग यहाँ चाहिँ नाचगान हरेक कुरा हुनेवाला छ। यहाँ पनि सरसफाइ गरेर यस्तो छ। यहाँ पकाउने इत्याकारमा छ रेडी छ। यो फोहोर मैला फालेर पोल्नेदेखि लिएर हरेक कुरा छ। यो चाहिँ हाम्रो यस्तो छ। यहाँ हाम्रो फिररियाको स्टोर रुम भने पनि हो। यहाँ हाम्रो जुन ढल्केको यो ट्याङ्की थियो त्यो पनि सजाइसकेको छ। र यहाँ चाहिँ साकेलाथान है, साकेलाथान उत्पत्ति 2074 मा भएको छ यहाँ। र यहाँ चाहिँ भोलि पूजा हुनेवाला छ। तर त्योभन्दा अगाडि चाहिँ मास्तिर डाँडामा हुन्छ। यसलाई चाहिँ नेहरीहरूले चापागु पनि भन्ने गरेको सुनेको छ। यहाँ चाहिँ यसरी रोपिएको छ। यता हाम्रो यस्तो गरेको छ। यहाँ माथि किराहरू अनेकौँ रुख बिरुवाहरू रोपिएको छ। यहाँ अम्बुले राईहरूको किराँत, अम्बुले किराँत राईहरूको यो लिप्जू देवता जुन ढङ्कुन हो भनेर मान्ने चलन छ हाम्रो। जुन यो ठाउँमा हामी चाहिँ यसरी यो ठाउँमा कस्तो छ भनेर चाहिँ यता चाहिँ देखाउँदैछु है साथी हो। सबै सरसफाइ भइसकेको अवस्था छ। यहाँबाट म उकालो लाग्ने। अब यहाँबाट तेस्रो बाटो आयो। यता पनि सबै सरसफाइ गरेर तयार छ। भोलि
माथि पूजा सकेर आउने बाटो भनेर यसलाई हजुरहरूले जान्नु बुझ्नुहुनेछ। ल यस्तो छ भोलि 2082 साल मङ्सिरको 18 गते हुने जुन बिहानको समयमा 8 बजे धुमधामसँग चाहिँ मनाइने छ र भोलि बिहान एक ठाउँमा यता हुन्छ भने अलिक आफ्टर यहाँ सकेर चाहिँ किराँत राईहरू चाहिँ माथि हाम्रो नक्कीपोड एरियामा जानेछौँ भने सुनुवार लिम्बूहरू चाहिँ यता नै रहने छन् है त साथीहरू। अहिले जुन देखाएको ठाउँमा र भोलि हुन हाम्रो गइरहेको पूजा चाहिँ यहाँ हुनेछ यो ठाउँमा है त साथीहरू। यो चाहिँ सानो हात्तीबान यहाँ पूजा हुन्छ। यहाँ पूजा गरिसकेपछि अघि जुन देखाएको ठाउँ है जुन देखाएको ठाउँमा चाहिँ झरेर त्यहाँ पूजा गरिन्छ। त्यसपछि चाहिँ माथि नक्कीपोड चढ्नेछौँ। हाम्रो जुन सहर खिरादारको हाम्रो पूजा घर है त साथीहरू। होइन पूजा घर बनाएर ल्याएको छ है त साथीहरू पूजा घर। र भोलि 8 बजे तपाईँको सामग्रीहरू चाहिँ लिएर आउनु होला यो स्थानमा। धन्यवाद। आज 2 बजे चाहिँ पूजा गर्नुपर्छ है त। यति भन्दै अब तलतिर झरियो सानो हात्तीबन किराँत मङ्सिर व्यवस्थापन समिति मातहत सञ्चालित अक्षयको स्वरूपको विवरण चाहिँ यहाँ चाहिँ छ। गाउँघरमा चाहिँ यस्तो बनाउने चलन छ ठ्याक्कै नै है। त अब म ओह्रालो लागेँ। अब म चाहिँ घरतिर लाग्दै गरेको अवस्था छ साथीहरू। र सबै जति पनि सखेला मान्नुहुने उधौलीको सबैलाई शुभकामना छ। र यहाँहरूलाई भोलि यस सानो हात्तीबनमा आएर आफ्नो मनोकांक्षा पुरा गर्नुहोला। रमाइलोसँग भेटघाट कार्यक्रम रहनेछ यहाँहरूलाई। भोलि 2082 साल मङ्सिर महिनाको 18 गते यहाँहरूलाई स्वागत गर्दै यहाँहरू माझबाट नजिकै बिदा माग्न चाहन्छु। सायद तपाईँहरूलाई ठाउँ थाहा नहुन सक्छ। यो ठाउँ चाहिँ सानो हात्तीबन भनेको चाहिँ अहिले यतापट्टि नमस्कार ल दिदी पनि हुनुहुन्छ ल फर्किनु भएको। यताबाट चाहिँ हामी लगनखेल अर्थात् सातो बाटोबाट आउने हो भनेदेखिमा यता चाहिँ गोदावरी जाने बाटो है साथीहरू। गोदावरी बाटो चाहिँ सातो बाटोबाट गोदावरी जाने बाटोको ठ्याक्कै सातो बाटोबाट 500
मिटर होला लगभग। त्यहाँबाट चाहिँ यो सानो हात्तीबाट आइपुग्नुहुन्छ। बायाँपट्टि दाहिनेपट्टि हेर्नुभयो भने तपाईँ यही सानो हात्तीवन किराँत माङहिम भनेर लेखिएको छ। त्यहाँबाट छिर्नुभयो भने ठ्याक्कै यो हाम्रो सक्पेला थान, हाम्रो आदिको बुद्ध थान आइपुग्ने हुनेछ। यहाँहरूलाई सबैलाई जानकारी गराउँदै बिदा मागे। नमस्ते, शुभ दिन रहोस्, यहाँको चिताएको कुरा पुरा होस्। जय होस्, सबैको शुभ दिन।